आज चाहिँ मेरी प्यारी आमाको जन्मदिन। जन्मदिनको करोडौं करोडौं शुभकामना छ मेरी प्यारी आमालाई। हजुरको ती आँखामा दुःखको आँसु होइन, खुसीको आँसु देख्न पाऊँ। हजुरलाई कहिल्यै निराश हुन दिने छैन। यदि मबाट अन्जानमा गल्ती भइहाले माफी गरिदिनु होला। जानी जानी हजुरको मन दुखाउने काम कहिले गर्ने छैन। हुन त मैले भन्नु के नै छ र, आमाबाट आफ्नो सन्तानलाई हरेक दुःख कष्टमा देख्न सक्दैनन्। जति ठुलो गल्ती भए पनि एकछिनमै बिर्सेर अपनाइदिन्छन्। एक मेरो जिउने आधार भनेको हजुर नै हो। मेरो साथी, मेरो दुःखमा, मेरो खुसीमा, हरेक क्षणमा साथ दिने भनेको हजुर नै हो। जब बाबाले छोडेर गए नि, कहिले एक्लो महसुस हुन दिएनौ। बाबाको हर एक खुसी हामीलाई दियौ। कति दुःखहरू लुकाएर आफू हाँसी हाँसी गरे जस्तै हामीलाई हँसायौ। आफ्नो दुःख कहिले हामीसँग सेयर गरेनौ। हाम्रो खुसीको लागि कति रात बिउजै कटायौ। हाम्रो पढाइ लेखाइ खाना खर्च सबै चलायौ। र यो सन्तानको माया सधैँ हजुरको लागि पलाइरहनेछ। हजुरले भनेको बाटो हिँड्ने छु, हजुरले नभनेको बाटोमा हिँड्ने छैन। हजुर बस मेरो साथमा रहिरहनु। आमा त आमा नै हो नि, स्वयं भगवानले नै बनाएको हो। 2 अक्षर बाबाको, 2 अक्षर आमाको अनि 4 अक्षर भगवानको। हे भगवान, मेरो आमालाई सधैँ खुसी राख्नु, मेरो बाबाको आत्मालाई शान्ति दिनु। हर एक जन्ममा म यही आमाको कोखबाट जन्म लिन चाहन्छु। अब जे गर्नु छ म गरेर देखाउने छु। काट्न दुःख मेरो आमा बाबाले धेरै काटिसकेको, धेरै भोगिसकेको। अब जे गर्नु छ म गरेर देखाउने छु। बस भगवानसँग यो भन्न चाहन्छु कि हे भगवान, मेरो आमाको आयु यति लामो बनाइदिनु कि मेरो आमाले देखेका सारा सपना आफ्नै आँखाले देख्न पाउन्। लभ यु सो मच मेरो प्यारो आमा बा।